मम्मी बेथु सागको अचार बनाऊँ? बना। यस्तो मिठो भएको थियो नि के हो भने आज बिहानको समय चाहिँ यति चिसो बढिरहेको थियो अनि त्यसमा चाहिँ बेथुको साग मजाले उमालेँ। बेथुको साग उमालेपछि त्यसबाट पानीबाट तारेर राखेँ। त्यसपछि पानीबाट तारेपछि त्यसलाई तिललाई चाहिँ मजाले भुटेर अनि तिललाई भुटेपछि हेर्नु न पछाडि हाम्रो चुलोको पछाडि चाहिँ यस्तो भिउछ हाम्रो। अनि त्यसपछि तिललाई मजाले भुटेर निकालेपछि ठिक्कै पल्लो घरको स्विटी आई। स्विटी हाम्रो गाउँकै प्यारी स्विटी हो नि त। अनि त्यसपछि हामीले अघि राखेको प्याज खोर्सानी आलु धनियाँ अनि यो तिललाई चाहिँ मिन पार्नुपर्छ। अनि तेलमा चाहिँ खुर्सानी झैँ पारेर बेसार हालेर ऐकोमा झैँ पारेर हामीले नुन छर्केर यहाँ भात पाक्दैछ हाम्रो अनि तिलको ढुटो हालेर अनि मजाले मिक्स गरेर त्यसमा आलुहरू सबै हालेको चाहिँ मजाले मिक्स गरेपछि चाहिँ त्यसमा हामीले ऐको डल्लो खोर्सानी मिन पारेर तुरुक्क पारेर अमिलो हालेपछि चाहिँ अनि हाम्रो बन्यो बेथुको अचार।